एगेन एन्ड एगेन गुड मर्निङ र म अहिले भनेछु खरसाङको बस स्ट्यान्डमा र यहाँबाट चाहिँ तपाईँले देख्नुहुनेछ कञ्चनजङ्घाको भ्यू यति राम्रो देख्नुहुँदैछ तपाईँ हेर्न सक्नुहुनेछ र आज मेरो निकै भिडियो आउनेहरू छ तपाईँहरू समक्ष लाइक कमेन्ट सेयर गरिदिनु होला र हेर्दै जानुहोस् मेरो भिडियो। र म जहाँ छु यो बस स्ट्यान्ड मात्र नभएर यहाँ कुनै पनि स्ट्यान्ड हो यहाँ तपाईँले गाडी कार केही पनि राख्न सक्नुहुन्छ र मैले लिएँ यहाँ एउटा सानो भिडियो र केही तस्बिर। फेरि हामी लाग्यौँ खरसाङको स्ट्यान्डमा केही तस्बिर र केही फोटो लिएर फेरि दाजुभाइ लाग्यौँ दार्जिलिङतर्फ। र दार्जिलिङ जाने बाटो साह्रै जाम त थिएन र पनि यो बाटोमा एकदमै होसियारसँग गाडी चलाएको हुनुपर्छ किनभने हिजो अस्ति मात्र 5 दिन भएको थियो जसमा दार्जिलिङकै ड्राइभर र तपाईँको बिहारको टुरिस्टले आफ्नो ज्यान गुमाउनु परेको थिए गाडीको क्षतिग्रस्तमा। उनीहरू भिरबाट तल झरेर आफ्ना ज्यान गुमाएका थिए। त्यही भएर जब पनि दार्जिलिङ आउनुहुन्छ यो बाटोमा एकदम होसियारसँग हिँड्नुहोस्। म त धेरै एक्सपिरियन्स भयो र पनि म एकदमै होसियारले हिँड्छु र तपाईँ पनि होसियारसँग आउनुहोस्। दार्जिलिङ आउनु छ भने सेफ ड्राइभ सेफ लाइफ भनिन्छ, त्यसरी नै तपाईँ पनि गाडी चलाउनुहोस्। र जब तपाईँ दार्जिलिङ आउनुहुन्छ यो रेलको जुन यस्तो पट्री हुन्छ नि यसमा चाहिँ एकदम होसियारसँग गाडी चलाउनु किनभने बाइक र स्कुटी चाहिँ यो त्यसमा स्किड हुने डर धेरै नै हुन्छ। र जो आउनेवाला छ दार्जिलिङ उहाँहरूले पनि कमेन्टमा लेख्नुहोस् म छिटै नै भिजिट गर्छु भनेर। र जब हामी जोरबङ्गला पुग्यौँ त्यहाँबाट हामीले लियौँ राइट र हामी राइट लिएर अघि बढ्यौँ। जोरबङ्गलामा केही पनि भिडियो बनाउनु पाइनँ किनकि त्यहाँ धेरै जाम पनि थियो, साथै ट्राफिक पुलिस पनि भएको कारणले त्यहाँ हामीले केही भिडियोहरू बनाउन पाएन र उचित पनि लागेन मलाई। त्यही भएर हामी लाग्यौँ फेरि दार्जिलिङबाट जोरबङ्गलाबाट राइट र हामी जाँदैछौँ। हेर्दै जानुहोस् हामी कहाँ र हाम्रो गन्तव्य चाहिँ के रहेछ म त्यो तपाईँलाई देखाउने छु चाँडै नै। गुड आफ्टरनुन सबैलाई है। अहिले म भने चाहिँ खरसाङबाट निस्किएँ हो। खरसाङबाट निस्किएर पनि म अन द वे छु। म यस्तो जग्गा जाँदैछु हुन चाहिँ म यो हिल्समा आएको तपाईँको अलमोस्ट खरसाङ भन्नुपर्दाखेरि 25 to 28 टाइम्स भयो र दार्जिलिङ चाहिँ म अलमोस्ट 8 टाइम्स भयो। म यत्रो आउँदाखेरि पनि म यस्तो जग्गादेखि वञ्चित छु जहाँ चाहिँ म जानु पाएको छुइनँ होइन। जग्गा थाहा थियो र पनि मलाई केही कारणवश म जानु पाइनँ। त्यसले गर्दा आज चाहिँ म त्यो जग्गा जाँदैछु र त्यो जग्गा जाँदाखेरि चाहिँ नि मैले यस्तो भ्यू देखेँ जो चाहिँ मलाई एटलिस्ट कम्ती भन्दाखेरि पनि मलाई 20 to 30 मिनट्स चाहिँ त्यहाँ बसेर क्या स्पेन्ड गर्नु मन लाग्यो। त्यो जग्गा चाहिँ के हो भने नि यहाँ हेर्नुहोस् न मेरो माथि देख्नु हुँदैछ नि यो जुन देख्नु हुँदैछ नि यो चाहिँ तपाईँको कञ्चनजङ्घा हो है। कञ्चनजङ्घा यहाँबाट चाहिँ यति मजाको भ्यू देख्दैछ नि। अब म तपाईँहरूलाई के भन्नु यति मजा छ यति रमाइलो साँच्ची नै यहाँ आउँदाखेरि चाहिँ एकदमै आनन्दको जीवन भयो जस्तो लाग्छ क्या साँच्ची नै। र तपाईँहरू पनि आउनुहोस्। त्यो जग्गा चाहिँ अहिले पुगेर नै तपाईँहरूलाई त्यहाँको भिडियो बनाएर देखाउने छु ल हेर्नुहोस्। वाउ एक दिन यस्तो दिन पनि आउनेछ मेरो लाइफमा। यो कञ्चनजङ्घामा चढ्नु त सक्दिनँ होला कि तर मेरो यो ड्रिम हो कि यसको जुन बेस एरिया हुन्छ नि जहाँ चाहिँ बेस भन्छ त्यसलाई चाहिँ जहाँबाट चाहिँ हामी त्यो शिखरसम्म चढ्नुको लागि गर्छौँ नि जहाँ पुग्छौँ त्यो बेसमा चाहिँ एकपल्ट म अवश्य जान्छु भन्ने चाहिँ मेरो सपना छ र हुनसक्छ त्यो सपना पुरा पनि होला है। र मैले यहाँ पनि लिएँ एउटा बाइकसँग एउटा सानोबाट भिडियो र म यहाँ चाहिँ तपाईँलाई मेरो बाइकको नेचुरल साउन्ड सुनाउँछु ल। एउटा पुगेँ जहाँ चाहिँ मैले होइन धेरै दिनदेखि म प्रतीक्षामा थिएँ ल हेर्न सक्नुहुन्छ। ल तपाईँहरूलाई म देखाउने छु त्यो ठाउँ जुन ठाउँको म एकदम प्रतीक्षामा थिएँ। सर्दीले पनि निकै साह्रो पारे जस्तो छ हेर्न सक्नुहुनेछ।